स्ने काम भइसकेको छ। त्यो आगोले कुन रूप लिला भन्ने विषयमा अब आफ्नै डम्फु बजाउने हो भने त्यसको मूल्य चाहिँ नेपाली समाजले चुकाउँछ, मानवताले चुकाउँछ। गम्भीरता र संवेदनशीलता देखाउनु पर्यो क्या। तपाईँ अब लामो समय मधेसी नागरिक समाजमा भनेर काम गर्नुभयो, अहिले फेरि पार्टी खोल्नु भएको छ, यो नाफा त यता पो हुँदो रहेछ, लाभको त यो पो रहेछ, के को समाज भनेर बस्ने भनेर आउनुभयो होला होइन। तपाईँहरू सबैलाई आफ्नो चिन्ता छ, आफ्नो राजनीतिक अस्तित्वको चिन्ता छ, रासोपाले ल्याएको मतप्रति तपाईँहरूको आग्रह र डाहा छ, हामी त त्यो देख्छौँ। जनताको अभिमतलाई सम्मान गरौँ, आफ्नो ठाउँबाट आफ्नो कर्तव्य पुरा गरौँ भन्ने त हामीले भन्नै पर्यो। मिडियाको काम त्यही हो, ल त्यो गरौँ, के बिग्रिन्छ? होइन, यस्तो छ, हिजोको राजनीतिक दलहरू काङ्ग्रेस, माओवादी, एमाले लगायतका मधेसवादी दलहरूले को जुन चरित्र थियो, जुन उनीहरूको व्यवहार थियो, जुन किसिमको चाहिँ मतलब चाहिँ अब गैर जिम्मेवारीपन थियो, त्यसैको उपज हो तपाईँको भदौ 23 र 24 गते। त्यसपछिको त्यसैको मतलब रिफ्लेक्सन हो फागुन 21 गतेको मत परिणाम। तर यसको मतलब यो होइन तपाईलाई जिम्मेवारी आउँदैमा तपाईले आफू जे मन लाग्यो त्यो गर्ने र पुरानाले पनि यो सोच्नु हुँदैन। अब यो फेल भएछ, रासपा र बालेन शाहको सरकार चाहिँ असफल भइसकेपछि म आउँछु, हामी आउँछौँ, त्यो परिकल्पना त्यही प्रयासमा हुनुहुन्छ क्या, उहाँहरूको पुनरुत्थानको प्रयासमा उहाँहरू हुनुहुन्छ। तपाईहरु अब नयाँ आउन पाए हुन्थ्यो भन्ने तपाईहरुलाई लागेको छ, नयाँ राजनीतिमा आउँदै गरेकाहरूलाई? अहिले चाहिँ धेरै मान्छेहरू रेडियो लिएर काखमा चापेर हिँड्छु भनेर हिँड्दाखेरि त्यो उहाँको चाहिँ खुसीको कुरा हो नि। तर समय चाहिँ डिजिटल युगमा आइसक्यो नि, त्यसैले समय पछाडि फर्किँदैन। समय कहाँ जान्छ? हिजो राणा हुँदाखेरि रैती थियो, रैतीबाट बिपी कोइरालाहरूले योगदान दिएर पर्जा बनायो, राजा र पर्जा भयो। पर्जाबाट 62-63 को जनआन्दोलनले के गर्यो भने जनता बनायो, नेता र जनता भयो। अब जनताबाट नागरिक बन्ने तर्फ राष्ट्र उन्मुख हुँदैछ। जनता अहिले जनता छन् हैन, जनताबाट नागरिक हुन्छ। र अहिलेको जुन अवस्था छ, यो अवस्थाबाट अझै राष्ट्र अझै अगाडि बढ्छ, प्रतिगमनतिर जाँदैन। प्रतिगमनतर्फ भनेको पछाडि फर्किँदैन। त्यसैले पुराना राजनीतिक दलहरूले आश लगाएर बसे होला हामीतिर आइहाल्छ, त्यतातिर जाँदैन। यो भन्दा अझै फार बेटर अगाडितर्फ जाँदैछ मुलुक। यसमा ढुक्क भए हुन्छ। र हिजो चाहिँ जसरी चाहिँ तपाईको मार्क्सवाद, लेनिनवाद, माओवादलाई यहाँ स्थापित गर्नको लागि आन्दोलन गरेर आफ्नै देशको नागरिकलाई मारेर अनि चाहिँ उनीहरूलाई शहीद घोषणा गरेर 10-10 लाख दिन्थ्यो नि, अब चाहिँ कुनै पनि विदेशी विचारधारालाई बोकेर यहाँ राजनीति गर्ने, चाहे लेफ्ट आइडियोलोजीका होस् या राइट आइडियोलोजीका होस्, चाहे समाजवादी होस् या पुञ्जीवादी होस् या साम्यवादी होस् या उदारवादी होस्, यो कुनै पनि यी सबै जति मैले नाम लिए नि सबै बाहिरबाट आयातित विचारधाराहरू हुन्। अबको राजनीतिक नेपालमा अबको राजनीतिक चाहिँ यहीको पूर्वीय दर्शनमा आधारित आफ्नै सभ्यता, आफ्नै संस्कृति, आफ्नै मौलिकता अनुसारको राजनीतिक हुन्छ। र बाहिर विचारधारामा गठित राजनीतिक दलहरू त्यो दिनसम्म त्यो देशमा मात्रै राजनीति गर्न सक्छ जुन दिन त्यो देशको आफ्नो दर्शन, आफ्नो मौलिकता, आफ्नो सभ्यता, आफ्नो संस्कृति अनुसारको राजनीतिक दल हुँदैन। त्यसैले यो सार्वभौम नागरिक पार्टी नेपालको पहिलो पार्टी हो, 300 वर्षको इतिहासमा पहिलो पार्टी हो पूर्वीय दर्शनमा आधारित। यो पार्टीमा सदस्यता हुँदैन। सदस्यता के? तपाईको दलको बारेमा अर्कै दिन कुराकानी गरौँ ल। अब तपाईले